कस्तो छौ खानी रा मेरो सन्ते सुविधा आउनु 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 यता भित्र आउनु न भित्र देखाउने छु गाइज घरि घरि त आफ्नै केटी काटाक पनि पो चल्छ त यस्तो खुसी लाग्छ त हौ घरि घरि त ठुलो अफिसर पो भयो क्या जस्तो लाग्छ घरि त चल्छ मजा लाग्छ खुसी लाग्छ गाइज अरू गाइज यो चाहिँ मेरो मेसिन भयो जो म स्टिकर काम गर्छु अहिले र स्टिकर बनाउँछु यहाँबाट र हरेक चिज म यहाँबाट डिजाइन गर्छु आफ्नो आफ्नो एउटा डिजाइन हुन्छ नि र म चाहिँ यहाँ डिजाइन गर्छु अनि यहाँबाट निकाल्छु र तपाईँहरूलाई यो भोलि बाबा पनि देख्नु हुँदैछ होला देख्नु भएन भने नेक्स्ट ब्लगमा हाल्नेवाला छु म भोलिहालेँ र यो मैले जस्ट एउटा डेमो देखाइदिएको तपाईँहरूलाई र मेरो दोकानमा के हुन्छ सबै देखाउनेवाला छु र यहाँ हेर्न सक्नुहुन्छ यो तपाईँले बुझ्नु भएन धेरैजनाले बुझ्दैनन् र बुझ्नेले कम्मरमा नबुझ्नेले टाउकोमा बुझ्नेले स्टियरिङमा यही हो गाइस म यति नै भन्न चाहन्छु अनि यता चाहिँ छ आफ्नो लुडुगुटी लुडुगुटी होइन नि भेरि लुडुगुटी घरिघरि टाइम पास चल्छ लुडो खेल्दा अनि गाइस यता चाहिँ छ बर्मालाई कोही राम्रै केटीले कमेन्ट गरेन भने हालिदिइहालौँ भनेको एउटा जिस राह पे तुम चल रहे हो बेटा एक दिन पूरी तरह फंसोगे घरिघरि यहाँ स्कुल छुट्टी हुँदा सुन्दर सुन्दर जान्छ नि त एउटा झुन्डाइदिउँ क्या हो जस्तो लाग्छ कोही पट्टिँदैन नि आफू साला यो दुख का खत्म नहीं होता बे अनि यता धेरै छ माला अनि अरू पनि छ बहुत स्टकमा छ मालाहरू अनि यहाँ छ मेरो पेपरहरू यो हेर्न सक्नुहुन्छ होला पेपर र धेरैजनाले बुझ्दैनन् यो पेपर के हो पेपर हो भनेर र म यसको भिडियो हाल्नेवाला छु नेक्स्ट ब्लगमा र आजको लागि यति नै हो सर्ट ब्लग र धेरैजनाले बुझ्नुभयो भने कमेन्ट गरिदिनु होला के सप हो भनेर मेरो र म तपाईँहरूलाई ब्यानर पनि देखाउनेवाला छु नेक्स्ट ब्लगमा र आजको लागि यति नै आजको भिडियो समाप्त गर्दैछु र गुड बाई